गाउँपालिका 3 जाबुनी स्थित यहाँ चाहिँ जडीबुटी प्रशोधन केन्द्रको लागि चाइनाबाट यहाँ चाहिँ आएर एउटा टिमले चाहिँ जडीबुटी प्रशोधनको लागि कार्य गरेको छ। त्यो ठाउँको हामी अनुगमनको लागि जाँदैछौँ। माण्डवी गाउँपालिका 3 जाबुनी भन्ने ठाउँ नजिकै छ यो। यहाँ चाहिँ जडीबुटी प्रशोधन गर्ने ठाउँ भर्खरै यो 2082बाट सुरु भएको छ। यहाँ चाहिँ के छ कसो छ हामी त्यस बारेमा बुझ्न आइरहेको छ। हाम्रो उहाँ चाहिँ हाम्रो हेड सर हुनुहुन्छ। हेड सरको नेतृत्वमा हामी यहाँ आइरहेको छौँ। तपाईँहरू यहाँबाट के गर्न खोज्दै हुनुहुन्छ? यहाँ यो कम्पनीको नाम के हो, के उत्पादन गर्दै हुनुहुन्छ? गाना गुर्जो त्यो केसको लागि युज हुन्छ? कुन औषधिको लागि? मेडिकल पर्पज प्रशोधन कच्चा सामग्री अनि कति समयको लागि? 7 वर्ष। अनि उहाँहरू चाइनिज कतिजना तपाईँ चाहिँ हेर्नु गाइड। अरू केही सोध्नु छ? यहाँ 7 वर्षको एग्रिमेन्टमा आउनु भएको छ। यहाँहरूले गराएको गुर्जो प्रशोधनको लागि यो ठाउँलाई चाहिँ यहाँहरू प्रयोग गर्दै आउनु भएको छ। गुर्जो प्रशोधन केन्द्र अहिले चाहिँ यहाँ स्ट्रक्चर निर्माण हुँदैछ। गुर्जो प्रशोधनका लागि यहाँ चाहिँ चाइनाबाट आउनु भएको टिमले चाहिँ प्युठान जिल्ला माण्डवी गाउँपालिका जाबुनीमा चाहिँ यहाँ यो गुर्जो प्रशोधनको लागि गरिएका कामहरू हामी यहाँ हेर्न आइरहेका छौँ। यहाँ चाहिँ गुर्जोलाई काटेर पानीमा भिजाइएको छ। स्मेल आइरहेको छ गुर्जोको। गुर्जोलाई सानो सानो तरिकाले काटेर सायद यिनी खाडलहरू त्यसैका लागि खनिएका हुन सक्छन्। यहाँ पनि यो अलि लामो समयदेखि भिजाइएको जस्तो देखिन्छ। गुर्जोको यो चाहिँ गुर्जोहरू काटेर पानीमा डुबाइएको छ केन्द्र। गुर्जो गाने गुर्जो चाहिँ यो यसरी चाहिँ यहाँ जम्मा भएको छ। यसलाई प्रशोधनको लागि यहाँहरूले चाहिँ योबाट प्रशोधित गराएर औषधि जडीबुटीहरू निर्माण गर्ने गर्नु भएको रहेछ। गुर्जो प्रशोधनको लागि यहाँ चाहिँ यो मेसिनको प्रयोग गरिएको देखियो। यो मेसिनले यहाँ राखेर यसलाई चाहिँ सानो सानो टुक्रा बनाउनको लागि गर्दो रहेछ। गुर्जो त एकदमै अत्याधिकै देख्न सक्यो नि, कलेक्सन भएको रहेछ। यहाँ स्थानीय स्तरमा चाहिँ गुर्जो कसैले बेच्न चाहन्छ भने पनि यस ठाउँमा आएर बेच्न सकिने उहाँहरू जानकारी दिनुभएको छ। यस्तो बोरामा चाहिँ ल्याएर यहाँ चाहिँ बिक्री वितरण पनि हुँदो रहेछ। कच्चा पदार्थ